नमस्कार साथीहरू। आज कडा बोक्राभित्र लुकेको फूल कसरी बिस्तारै चकलेट बन्दछ भन्ने यात्रातिर जाऊ है। सुरुमा म कोकाओ फ्रुटलाई हातले मजाले सफा गर्छु। त्यसलाई सफा गर्दै म नाङ्लोमा हाल्छु। अब फ्रुट्सहरूलाई बीचबाट नाइफले काट्छु र त्यसको बोक्रा निकाल्दा भित्र सेतो नरम कोकाओ सिड्सहरू देखिन्छ। त्यसलाई म पन्युले निकाल्छु र एउटा नाङ्लोमा हाल्छु। अब तिनीहरूलाई केराको पातमा हालेर छोपिदिन्छु अनि माथिबाट नाङ्लो राखेर छोपेर राख्छु। अर्को दिन त्यसलाई निकालेर एउटा भाँडोमा हाल्छु अनि माथिबाट पानी खन्याल्छु। अब हातले सिडहरूलाई सफा गर्छु। सफा भएको सिड्सलाई नाङ्लोमा हाल्छु। नाङ्लोमा सबै सिड्स हालेपछि घाममा सुक्न छोडिदिन्छु। एकछिनपछि सबै सिड्सहरू सुकेपछि बालुवा भएको कराईमा हाल्छु र चलाउँछु। एकछिनसम्म त्यसलाई लो हिटमा चलाउँदै फ्राई गर्छु। तयार भएपछि त्यसलाई छान्नेमा हाल्छु बालुवा सहित। अब सबै सिड्सहरू छान्नेमा हालेपछि बालुवालाई हटाउँछु। यति गरेपछि सिड बाहिरको बोक्रा निकाल्छु र भित्रको सिडलाई बोलमा हाल्छु। त्यसरी म सबैको बोक्रा हटाउँछु र बोलमा राख्दै जान्छु। अब तिनीहरूलाई अर्को भाँडोमा हालेर पिस्न थाल्छु। पिसेर त्यसको धुलो बनाउँछु। त्यसको पाउडर ब्राउन कलरको भएको हुन्छ। त्यसपछि त्यसको पाउडरलाई सिसाको भाँडोमा हाल्छु। अब त्यो भाँडोलाई तातो पानी माथि राख्छु र माथिबाट पाउडर सुगर हालेर चलाउँछु। त्यो पक्लिँदै जान्छ। पक्लेर स्मुथ ब्राउन कलरको भएपछि त्यसलाई चकलेट मोल्डमा हाल्छु। अलिकति चकलेट मोल्डलाई हल्लाएर सबै इभेन बनाउँछु र छोडिदिन्छु। जमिसकेपछि त्यसलाई मोल्डदेखि निकाल्छु र त्यो डार्क ब्राउन कलरको भएको हुन्छ। अब एउटा भाँडोमा एक यल्क हाल्छु र चिनी अनि कन्डेन्स मिल्क हालेर चलाउँछु। सबै मिक्स भएपछि त्यसलाई चुलामा राख्छु अनि चलाउँदै पातलो बनाउँछु। त्यसमा म अब अघि बनाएको चकलेट हालिदिन्छु अनि त्यसलाई पनि पकाल्छु। पक्लिपछि एउटा स्क्वायर सेपको टिनको भाँडोमा हालिदिन्छु अनि जम्न छोडिदिन्छु। त्यो जमिसकेपछि भाँडोदेखि निकाल्छु अनि प्लेटमा हालेर अघिको पाउडर स्प्रिङ्कल गर्छु। साथीहरू, यो डिजर्ट बाहिर कडा भए पनि भित्रको चकलेट लावा जस्तै निस्किन्छ। कडा र नरम सबै स्वाद एकैचोटि विस्फोट हुन्छ। फेरि भेटौँला अर्को यस्तै यात्रासँगै।